सेतो बेडसिटहरू धुन्न रेडी गरेको छु क्या। हियर इट इज। यो चाहिँ मलाई हाम्रो प्यारी दिदी श्रुति दिदीले कोरिया छोडेर जाने बेला दिनुभएको हो। अनि यसको क्वालिटी एकदमै राम्रो रहेछ। थ्याङ्क यू श्रुति दिदी। एकदमै ब्राइट वाइट छ। मेरो बर्थडेको भिडियोमा देख्नु भएको थियो होला, कस्तो प्रिटी राम्रो देखेको थियो होइन मेरो भिडियो। एन्ड इग्नोर द्याट वालपेपर। थर्ड टाइम वालपेपर तास्नेलाई बोलाए पनि त्यो त्यस्तै हुन्छ। सो जस्ट इग्नोर। कहिले काहीँ म भोलि नआउने प्लान छ भने आज जस्तो चाहिँ मैले कहिले हेयर ओइल लगाएर सुतिरहेको हुन्छ नारियलको, अनि कहिले चाहिँ सिया बटरहरू लगाएर सुतिरहेको हुन्छ। एन्ड त्यसले गर्दाखेरि चाहिँ पिलो कभर चाहिँ यस्तो भइदिन्छ क्या। देयर इज डिफरेन्स बिट्विन कलर। यहाँ चाहिँ यस्तो ब्राइट छ नि, सी लाइक यहाँ यति एरियामा होइन, एन्ड यहाँ देयर इज डिफरेन्ट। हेर्नुहोस् त यहाँ होइन, एन्ड यहाँ पनि अलिकति ओइलको। सो मेरो चाहिँ मेरो हस्बेन्डको हातमा चाहिँ जहिले घाउ बनाएर आउँछ यहाँ दाग। अनि यो चाहिँ अहिले पछि जान्छ कि म रिजल्ट पनि देखाउँछु तपाईँहरूलाई। वाइट सिट ओछ्याउँदाखेरि युज गर्दाखेरिको एउटा मेन डिफरेन्स भनेको चाहिँ यो चाहिँ त्यो दसना मुनि परेको भाग हो होइन, जुन चाहिँ वाइट ब्राइट वाइट हुन्छ भने यो चाहिँ हामी जुन सुत्ने एरिया हुन्छ नि त्यो एरिया हो। 1 विक युज गर्छु म चाहिँ बेडसिट जहिले पनि, अनि 1 विकमै देयर इज डिफरेन्स के कलरमा। एन्ड यस हियर यु क्यान सी लाइक कहिले टाउको। एन्ड यो चाहिँ मेरो हस्बेन्डको त्यो हात काटेको रगत हो क्या, जहिले घाउ लिएर आउँछ। एन्ड सी यो चाहिँ तेलहरूको हो नि त। बाथरुमबाट फुट बाथ गर्ने बास्केट लिएर आउँछु एन्ड यसमा म अब पानी भर्छु। पानी यति जति भर्यो, लाइक हाफ अर 1/3। मेरो नजिकको सुपावा भन्ने मार्ट हुन्छ नि त्योबाट ल्याएको क्या यो सुफाको भन्ने। यसलाई चाहिँ मैले यो डब्बामा भरेर राखेको छु एन्ड इट लुक्स लाइक दिस। डब्बामा चम्चा आउँछ, यसको 1 स्पुन और 1.5 तपाईँलाई कति चाहिन्छ, कतिको स्ट्रङ छ दाग त्यही अनुसार राख्छु। यो चाहिँ मलाई एकदम ब्राइट चाहिएको छ, सो दिस मच यति राखेँ मैले। एन्ड यसलाई म हल्लाउँछु, लाइक डिजल्भ गर्छु। सी एट दिस टाइम अघि भन्दा नि अहिले राम्रोसँग देखेको छ नि यहाँ पानीमा होइन, कलर कस्तो डिफ्रेन्स छ यहाँनिर र यहाँनिर। सी त्यो हेयर ओइलहरूले गर्दाखेरि कहिलेकाहीँ क्रिमहरू एन्ड यु नो माई हस्बेन्ड, उसको हातमा जहिले कता कताबाट चोट लाग्छ। यु क्यान सी क्लियरली यो चाहिँ अहिले चाहिँ गएको हुन्छ क्या। मैले अलिकति यति जति फेरि थपेँ दुबाउने। यहाँ पनि क्लियरली देखेको छ नि होइन, मजाले सबै ठाउँमा पर्ने गरेर। अनि जहाँनिर दाग छ नि त्यहाँनिर चाहिँ स्पेसल अटेन्सन दिएर अलिकति कचाक गरिदिँदा झन् बेटर हुन्छ जस्तो लाग्छ। अब त्यो भिजाकोलाई चाहिँ म हाफ एन आवर और 1 आवर ऱ्यान्डमली मलाई कति टाइम लाग्छ जस्तो लाग्छ, अथवा लास्टमा अलिक कचक कचक गर्ने अनि मेसिनमा हालिदिने होइन। यो पाएदेखि लाइफ एकदमै इजी भएको छ होइन, कपडामा जेसुकै लाओस् मतलबै छैन। मोजा पनि पाउडरमा भिजाएर मेसिनमा राख्दा त्यस्तो खासै जाँदैन, जुन ठाउँमा कालो लागेको हुन्छ नि औँलाहरूको अनि त्यो कुर्कुच्चामा। तर यसमा भिजाएर ह्यान्डले मिच्यो भने चाहिँ जान्छ है फेरि अलि राम्रै। अब तपाईँले कतिको फोहोर गराएर लाउनुहुन्छ त्यसमा पनि डिपेन्ड हुन्छ। यो पत्ता लगाउनुभन्दा अगाडि चाहिँ मैले के गर्थेँ भने एकदमै धेरै दुःख पाएको थिएँ क्या।
डाइसो गएर कहिले साबुन लिएर आउने त्यो चम्काउनेवाला साबुन सेतो धुनेवाला भन्थ्यो नि हुन्छ नि त्यो अनि कहिले चाहिँ यो होइन यसले नि काम गरेन अलिअलि मात्रै यहाँ स्टेन रिमुभर लेखेको छ सानो इङ्ग्लिसमा एन्ड यो लिएर आएँ पेन टाइपको यसले पनि कामै गरेन सो यो दुईवटा चाहिँ यतिकै जुत्ता क्लिन गर्न काम लाग्छ भनेर मैले राखिराखेको त्यो पाएदेखि लाइफ यति इजी भएको छ नि इजी पिजी भएको छ कि सो तपाईँहरूको पनि अब यहाँ कोरियाको खाना होइन हुन त खाना जाँदाखेरि एप्रोन माग्यो भने दिन्छ अरू व्हाइट कपडा लगाएको देख्यो भने चाहिँ उनीहरूले आफै एप्रोन दिन्छ नेपाल जस्तो चुतिया चाहिँ छ हुँदैन यिनीहरू थ्याङ्क गड तर अरू मोजाहरू अथवा घरमा युज गर्दाखेरि हुन्छ नि बेडसिट सेतो कपडाहरू के गरी दाग लाग्यो भने चाहिँ इट मेक्स यर लाइफ सो इजी आई होप इट हेल्प्स देखाएको थिएँ नि सिया बटरको सिया ब्राइट दिस इज अब त्यो त मसिनमा धोएको कपडा त्यस्तै हो बुवाहरू हुन्छ अलिअलि त्यो कपडाको सरेको हुन्छ नि सो ब्राइट अब यो क्यामेराले क्याप्चर गरेको छैन क्या चाहिँ हाउ ब्राइट इट इज भनेर चाहिँ देयर इज नो स्टेन के ट्राई इट there is no stain this is so beautiful seriously भन्छु मैले ढाँटेको होइन यहाँ चाहिँ जुन मेरो हस्बेन्डको हात काटेको बेलाको हो यसमा चाहिँ ट्रिटमेन्ट पुगेन छ अथवा मैले यसलाई ह्यान्डले के यसरी रगडिनँ होला त्यही भएर यो मात्रै गएन छ नेक्स्ट टाइम ट्रिट गर्नुपर्छ यसलाई चाहिँ अदरवाइज देयर इज नो 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 स्टेन के लाइक क्लियर छ क्या यो कभर पनि मेसिन वासमा गरेको चाहिँ मलाई मन नपर्ने भनेको चाहिँ यस्तो चाहिँ हुन्छ क्या होइन मलाई यही मन पर्दैन मेसिन वासमा बिहान उठेर कपडा सुक्यो होला भनेर हेर्न आएको हेर्दै नि कस्तो मजाले वाइट ब्राइट कलर दिएको क्या एन्ड क्लिन स्पटलेस छ